ब्याक गाइस हिजोको ब्लग आज कन्टिन्यू हुन्छ अब है अनि आज चाहिँ भोटसोट हालेर घरतिर फर्किन्ला मम्मी हेलो भनिदिनु हेलो भन्नु न त्यहाँ ननी हेलो भन्नु हो गुड यहाँ चाहिँ समीर छ है अनि यहाँ चाहिँ बहिनी छ भागी ल अब हामी चाहिँ अब यहाँबाट लाग्ने समीर चाहिँ त्यहाँ चिनमाउन्ट फिट गर्दैछ फिट भइसक्यो चिनमाउन्टहरू समीरले ब्याग बोक्छ नखाने क्या भोक लागेन भने भोक लाग्यो भए खाएर गइहाल्थ्यो नि भर्खर चाहिँ खा अनि भोक लाग्छ ल अब चाहिँ एकैचोटि हेलमेटमा अब बरु उता चाहिँ छ उयो बहिनी त्यहाँ अर्को अब हामी चाहिँ लाग्ने बाइक हेलो भन्नु न यहाँ हो गुड ल अब चाहिँ होइन नखाऊ आन्टी अहिले हाम्रो त्यहाँ रानी सेक्सी रानी के भन्छ ए हाम्रो राजा है राजा रानी होइन राजा घोडा हो हाम्रो घोडा हो घोडा घोडाले चाहिँ पेट्रोल पनि पानी खा जस्तो खान थालेको छ बेला बेलामा है ल बस ल समीर बस्छ नि अगाडि ल हेरौँ गाइस हरियाली टक्क लाएर होइन ल अब चाहिँ जाउँ आइ हाई ल अब यसो हेरेर मिलाउने कि सर यता यता मिलिरहेछ अफरोडमा चाहिँ अलिकति अब स्टेबलाइजेसन भएन भने डोन्ट माइन्ड गाइस जे भयो नि आफ्नै त हो नि अगाडिबाट बाइक आयो अब चाहिँ काठमाडौँसम्मको यात्रा हाम्रो बस माथि टिकटक चलिरहेको रहेछ होइन माथि टिकटक चलिरहेको रहेछ अब यहाँबाट चाहिँ हामी काठमाडौँसम्म आइ हाई हाम्रो घोडाले समीरलाई उडाएको उडेको छ अरे है पछाडि बस्दा अब बेला बेला उड्नु पनि पर्छ अहिले घोडाले रकेट पनि हान्छ होइन टक्क लाएर सो अब चाहिँ मिलिसक्यो होला जहाँसम्म लाग्छ अब चाहिँ आनन्दले हेर्दैछौँ होइन गाइस अनि सरक्क हाम्रो भोट हाल्ने ठाउँमा चाहिँ यही हो मैले चाहिँ बिहानै आएर भोट हालिदिइहालेँ अब आनन्दले घरतिर लाग्ने अब चाहिँ सरक्क होइन अनि ड्याडी छैनन् कि क्या हो यतातिर ड्याडीलाई गयो भनेर जानु चाहिँ पर्ने हुनु न यार लजाउँ त्यस भयो अब जे भयो नि जाउँ सर र के आज हेर्नेहरूको प्रजाति उता अगाडि नि अरू एउटा सुतिरहेको छ साथी भण्डारी तिमी किन सुतेको यसरी बाटोमा भण्डारी हो नि यार अब बाटोमा हात्ती भेटिँदैन बिल्ला हान्ने नै कुकुरसँग त हो नि अनि अब बाटोमा हिप्पो देखिँदैन साँच्ची बाटोमा भैँसी चाहिँ देख्न सक्छ है कहीँ कहीँ सो बिस्तारै लागौँ अब हिजोकै अफरोड बाटो जानै पर्छ जसरी पनि यताको बाटो हिजै बाटो बन्द छ निर्माण कार्य चल्दैछ भन्ने बोर्ड देखेको थियो अब त्यही बाटो गएर फेरि किन बिचबाट फर्किने हो र के कसो हो हाइट के गलत बोलेर मैले उता हेर्नु सनसेट हुने बेलामा ट्याक्क होइन
ल सो हामीले घोडा चाहिँ किन भने भन्दा यस्तो बाटोमा ठ्याक्कै घोडा चढाइ फिल आइरहेको छ क्या पछाडि बसेर अगाडि चलाउँदा पनि त्यही त एनएस हो एक्सपल छैन डट बाइक होइन अलिअलि घोडा चढाइ जस्तो फिल हुन्छ सो अब चाहिँ हाम्रो भ्लगहरू पनि आउने नै छ है अनि भ्लगहरू चाहिँ कन्टिन्युसली हाल्न नपाए पनि हप्ताको एउटा दुइटा नभए हप्ताको एउटा भयो नि हालेर यसो हँसाइराख्ने नै छौँ तपाईँहरूलाई भ्लग चाहिँ हेर्न नबिर्सिनु होला बाइकले झन्डै हुइली हानेको तल अलिकति होला सो घोडा चढ्ने बाटो चाहिँ सक्यो होइन अब चाहिँ सरर जानुपर्छ साइडमा भ्यू हेर्नु भ्यू पनि दामी देख्छ यहाँबाट है गाउँ पनि दामी मान्छेकै हो नि त आउनु पनि दामी दामी मान्छे आएपछि त झन् भइहाल्छ यस्तो त्यस्तो नभन नि भ्लगमा यार तिम्रो भाउजूले नि हेर्छ क्या हुन्छ के छ र तिमी ससुराली आउने बेलामा के छ समीर भन्दै अब मैले गलत बाटो हो यतैबाट हाल्यो बहिनी हो कि कसले हो हामी यताबाट जाउँ यताबाट चाहिँ पिछै छ है तल झार्के झर्ने बाटो पुरै त्यही किन घोडा चढ्ने भने बाइकलाई बाइकै जसरी कुदाउनु अहिले घोडा किन बनाउनु सो गाइज घोडा नभइकन घोडा चढाइ फिल लिनु छ भने चाहिँ एनएस किनेर अफ रोड हिँड्नु होला होइन त
घोडा दौड्यो घोडा दौड्यो आफूले हाल्न पाउने भोट चाहिँ जहिले पनि राइट सदुपयोग गर्नुपर्छ क्या आफ्नो राइटको चाहिँ सो यहाँनिर चाहिँ इट्टा भट्टा छ सो है एकदम यो चाहिँ इट्टा भट्टा क्या यहाँ चाहिँ टक्क इट्टाहरू बनाउँछ ल अब यो नेपालका झोलेहरूलाई नि यसै गरी इट्टा भट्टामा त्यसरी जलाएको जसरी ल्याएर जलाउन पाए कति राम्रो हुन्थ्यो होला है भएछ ती झोलेहरू सबैलाई साइड लाउनु पर्ने छ क्या अब चाहिँ अब आफैसँग जुन चाहिँ आन्दोलनमा गएको साथी अहिले एमालेको र्याली काङ्ग्रेसको र्यालीमा देख्छु म त बेला बेला हेर गाइस त्यस्तो चाहिँ गर्नु भएन के हो यार ओए रिजर्भमा हाल्दा नि के हो बाइक त पेट्रोलै नभए जस्तो गऱ्यो त बाइकले हाम्रो घोडाले चाहिँ पेट्रोल त पानी खा जस्तो खान्छ के गर्नु गाह्रो छ उफ टुरुरु यहाँ नि क्या हो टी ब्रेक यहाँ अनलाइन चल्छ कि नै भन्ने कुरा हो हिजो यहीँनिर होइन हामी उभा खाल्टोमा उभा सोध त अनलाइन चल्छ नै अनलाइन हुन्छ कि नै हुन्छ ल त्यसो भए झर्दिउँ बस ठुलो खोला नि आइपुग्यो इन्जिन लभली तात्या होला अनि डेन्जर बटारेर आएको छ नि अनि ल यहाँ हेरौँ टक्कलारी धुवा फालिरहेको छ अब आउँदैन अब त आउँदो रहेछ स्टार्ट छ ल गाइस इन्जिनले चाहिँ यस्तो देखाउँछ बेला बेलामा होइन माइक त जोड्यो नि फेरि ए ल ठिक छ सो समीर छ यहाँ हेलो भनिदेऊ वान्स अगेन समीर चाहिँ ल हेरौँ घोडाको हालत आइया राउन्ड गाउने जोस नै सक्यो हो अब त बस बस ल हातमा कलम हुनेहरू कलम लिएर उठ
गीत आयो क्या दिमागमा? समीर भोलिबाट चिया खान आउनुपर्छ क्या हो यतै? समीर विचार गर्ने हो कि क्या हो? आँखाले अलिअलि देख्छ नि त, त्यही भएर। सो गाइस भ्यू पनि हेरौँ है अलिअलि। है मायालु भ्यू देखाउने चक्करमा त के हो आखिर रोडमा नगइदिएर मेरो। दुइटै तल एकैचोटि आरआइपी हुने गरी जान्छ अनि। सो अब यहाँ बाटो बन्दै रहेछ होइन, त्यही भएर यता बाटो ठुलो बनाउनु लागेको छ, त्यही भएर यतापट्टि पनि अलिकति खनिदिएको रहेछ। अब टक्क लाएर तर यो बाटोमा पहिरो चाहिँ धेरै जान्छ। सो यहाँ चाहिँ अलिकति गरिदिनु पर्यो सरकार, नयाँ सरकार हाने भयो। अहिले अझै पनि सर्च हेर्नु आशिका तामाङ मुभी भनेर टपमै आउँछ है अझै पनि। सो दिदीको करियरको चाहिँ फर्स्ट मुभी र लास्ट मुभी हो है, त्यो चाहिँ फिल्म करियरको भनौँ न, सबै करियरको त भन्दिनँ किनकि दिदीको अब पोलिटिकल करियर सुरु हुनेवाला छ गाउँबाट, धादिङबाट। योपल्ट चाहिँ झल्ले चाहिँ भन्यो नि घन्टीमा गएर हालियो, बाहिर चाहिँ हस हस भनियो होइन गाइस, ढुक्क आनन्द पारामा। सो बिस्तारै जाउँ। यता चाहिँ अलिअलि अब चिसो हुन थालेछ। ग्लोभ्स छ तर लगाएको छैन क्या हामीले, ग्लोभ्स छ तर लगाएको छैन क्या। सो हामी चाहिँ नर्सरी भन्ज्याङ आइपुग्यो। यो चाहिँ ठ्याक्क नर्सरी भन्ज्याङ भन्छ यसलाई चाहिँ। यता चाहिँ चेकिङ पनि हुन्छ ल, यहाँ चाहिँ अब चेकिङ पनि के त ए अनि आज चेकिङ छैन रहेछ। सो अब चाहिँ बिस्तारै जाउँ, हतार नगरौँ। हामी काठमाडौँ छिरिसक्यो अघि नै होइन। यो चाहिँ अब पर्न चाहिँ नागार्जुन नगरपालिका पर्छ तर छिर्न चाहिँ काठमाडौँ छिरिसक्यो है। टर्निङ पोइन्ट खाजा घर सिद्धि थापा चोक, अनि त्यसपछि त्यहाँबाट हामी कहाँ पुग्छौँ भन्दा सीतापायला मन्दिर। सीतापायला मन्दिरबाट चाहिँ हामी सिधै तलतिर झरेर स्वयम्भूपट्टि जान्छौँ है त। अनि यता पनि चेकिङ छैन रहेछ आज। चेकिङ चाहिँ नभएकै राम्रो जस्तो लाग्छ मलाई चाहिँ, तर भएको राम्रो एकदम। किनकि चेकिङ नहुने बेलामा के हुन्छ भन्दा अलिकति के भन्छ त्यसलाई स्मग्लिङ टाइपको भइरहेको छ। सो चेकिङ चाहिँ हुनुपर्छ, तर बिना काममा चिट हान्ने चेकिङ चाहिँ हुनु हुँदैन है। सो बिना काममा चिट हान्ने चेकिङ चाहिँ नहुनु नै राम्रो हो। अब यहाँ अगाडि चाहिँ चेकिङ छ जस्तो छ, प्रहरी चेकिङ हुँदैछ लेखा छ। अब हो कि होइन थाहा छैन, तर हामी जाँदा हुँदो रहेछ, केही फरक नपर्दो रहेछ। अनि सो पख एकछिन। अनि ल अब चाहिँ उठौँ। अब हामी कहाँ आइपुग्छ? थापा चोक। मरास त्यसले हो तिमीलाई टोक्या। सो बाटो चाहिँ एकदम स्मुथ हुनु पऱ्यो क्या। यो झोले नेताहरूले बनाएको बाटो अलिकति स्मुथ भएन। अब बालेन दाइले केही गर्छ कि भन्ने आश हो, तर गर्छ बालेन दाइले। बालेन दाइले नगरेर कसले गर्छ भन्ने आश गर्नु त हो होइन। ओ सेट यार, हो त यार, फक है त। सो बिस्तारी बिस्तारी जाउँ आनन्दले।
एन्ड दिस इज काठमाडौँ होइन अलिकति हेरेर बाटो काटौँ है जसले पनि भ्लग हेर्नेहरूले पनि प्लिज कृपया हेरेर बाटो काटिदिनु होला किनकि सधैँ बाइक चलाउने साधन छ भन्दैमा साधन छको गल्ती हुँदैन कहिले पनि है सो धेरै जस्तो केसमा चाहिँ कसैको गल्ती नभएको ठाउँमा पनि गल्ती देखाएर चाहिँ त्यो साधनलाई यताउता गराउने भइरहेको छ त्यो चाहिँ अब आफूहरूले पनि ध्यान दिनु पऱ्यो होइन अनि एफजेड बत्तीले गयो किन बत्ती हो त्यो कहाँ जानु हतार हो गुले ट्राफिक क्या हो त्यसलाई अनि त्यही हो भने अनि अरूभन्दा पनि बाटोमा हिँड्नेहरूले पनि अलिकति चलाउनेले पनि ध्यान दिनुपर्छ नदिनुपर्ने होइन चलाउनेले पनि ध्यान दिउँ होइन प्लस बाटोमा हिँड्ने बाटो काट्नेहरूले पनि एकदम धेरै ध्यान दिनु होला है गाइस किन भन्दाखेरि सधैँ चलाउनेको सवारी साधन छ भन्दैमा सवारी साधनको मात्र ए ल स्क्यान गरेर आऊ ओइ हातमा कलम हुनेहरू स्क्यान गरेर आउँछु बायोमेट्रिक्स चल्छ नि मेरो त सिद्धान्त दाइलाई नै हालिदिनु छ नि त फेरि त्यही भएर नहाल्नु पर्ने भए त 500 हालिदिन्थेँ नि म ए 300 को फेरि स्क्यान हान्नुपर्ने भयो सर एकचोटि हजुर पेट्रोल पनि हालिसक्यौँ रिजर्भबाट पनि अफ गर्थ्यौँ अनि त्यसपछि पे दाइ भयो है है ल बस सो अब यताबाट निस्क्यौँ हामी पेट्रोल हालिसक्यो अब अघि मैले के कुरा भने बुझिहाल्यो होला भ्युवरहरूले पनि सो त्यो कुरा चाहिँ एकदम ध्यान दिनु होला है त्यही हो त्यही भएर सवारी साधनको सधैँ गल्ती हुँदैन हो कि होइन समीर हो बाइक छ सवारी साधन छ भन्दैमा सवारी साधनको सधैँ गल्ती हुँदैन नि त होइन अङ्कल कस्तो बचेको घरमा बुढीले म पहिला जान्छु त आइनस् भने भन्यो होला नि त अङ्कल नबत्तिउ त्यसरी घरमा बुढी जाँदैन क्या कहीँ जाँदैन क्या कहीँ जाँदैन किन बत्या त्यस्तो नबत्तिउ भने र हामी चाहिँ फाइनल्ली घर आइपुगिसकेका छौँ है घर आइपुगिसकेका छौँ भने घर सो हामी चाहिँ अब क्याफेतिर लाग्नुपर्छ सो नमस्ते गाइस होइन सो हाम्रो भ्लग चाहिँ अब कहाँबाट भन्दा घरबाट चाहिँ इन्डिङ हुँदैन होइन गाइस हाम्रो भ्लग चाहिँ हामीले अब यहाँ हाम्रो एउटा फेरि एउटा टी ब्रेक हुन्छ घरभन्दा अगाडि हो त्यहाँ गएर चाहिँ हामीले भ्लग इन्डिङ हान्छौँ है सो यहाँ चाहिँ हाम्रो टी ब्रेक